Simple Hair Duro Demonstration Day for Diploma students. सिम्पल हेयर बन कसरी बनाइन्छ भन्ने कुरा चाहिँ डेमो है। अब मेकअप त अब अलमोस्ट थाहा छ नि त कसरी गरिन्छ, अब कस्तो लुक्समा अनि कस्तो ड्रेसमा क्लाइन्टलाई चाहिन्छ भन्ने कुरा त थाहा छ मेकअपको लुक्स चाहिँ हैन। अनि हेयर चाहिँ कसैले चाहिँ अब नर्मल स्ट्रेट भन्नुहुन्छ भने कसैले हेयर कर्ली तल मात्रै कर्ली माथि स्ट्रेट गराएर तलाई चाहिँ हल्का वेभवाला कर्ली गरिदिनु भन्नुहुन्छ, कसैलाई माथिबाट कर्ली मनपर्छ हैन। त्यो त नर्मली थाहा छ नि त हजुरलाई हैन। अनि आज चाहिँ मलाई चाहिँ हेयर बन बनाइदिनु भन्ने क्लाइन्टलाई हामीले कसरी गरिन्छ र के प्रोडक्ट चाहिन्छ नर्मल हेयर बन बनाउनको लागि भनेर चाहिँ आज हाम्रो चाहिँ यो डेमोन्स्ट्रेसन क्लास हो है। फर्स्टमा चाहिँ अब हेयर भयो अनि मिरर अगाडि राख्ने क्या हामीले हेयर बनाउने बेलामा मिरर अगाडि चाहिँ हामीले क्लाइन्टलाई राख्नुपर्छ है। अनि देन त्यसपछि चाहिँ हामीलाई अब कस्तो बनाउने भन्नुहुन्छ, सिल्क बन आजभोलि एकदम सिल्क बन चाहिँ एकदमै ट्रेन्डिङ छ है। त्यसको लागि चाहिँ वाक्स चाहिन्छ, हेयर वाक्स यस्तो कलरको हुन्छ हैन। यस्तै अरू कलरको हेयर वाक्सहरू पनि हुन्छ हैन। हामीले चाहिँ एकदम धेरै युज गर्ने यो छ है। अनि देन हार्ड स्प्रे यो मजाले कर्लीमा पनि युज हुन्छ र हाम्रो यो हेयर बनमा पनि कपालहरू चाहिँ अब धेरै लङ टाइमसम्म चाहिन्छ नि त हैन। अब पार्टी मेकअपहरूको लागि अब बिहेमा कसैको बिहे बर्थडे अब इसिटी अब कुनै पार्टीहरू एटेन्ड गर्न पर्ने क्लाइन्टलाई छ भने त हामीले लङ लास्टिङ मेकअप विथ हेयर पनि लङ लास्टिङै दिनु पर्यो नि त हैन। त्यसको लागि चाहिँ हार्ड स्प्रे अनि देन यो चाहिँ साइनिङ स्प्रे जुन हामीले पुरै यो स्लिक लगाएर हार्ड लगाएर कपाल एकदमै कक्रक्क हुन्छ, ड्राई हुन्छ, त्यसको लागि एकदमै साइनिङ दिलाउनको लागि चाहिँ यो साइनिङ स्प्रे हो है। अनि देन त्यसपछि चाहिँ हामीलाई के चाहियो, जुरो बनाउनको लागि हेयर बन चाहियो। यो ब्ल्याकमा पनि हुन्छ, अरू कलरमा पनि हुन्छ है, स्किन कलरहरूमा पनि हुन्छ है। यो चाहिँ यसलाई चाहिँ हेयर बन भन्छ है। अनि देन डुनट पनि भन्छ। अनि देन त्यसपछि हामीलाई अब कस्तो हेयर चाहिँ उहाँहरूले डिमान्ड गर्नुहुन्छ पछाडि अब ब्राइडलाई चाहिँ अब त्यही अनुसारको अब रोजहरू अब के लगाउनुहुन्छ हैन, त्यही अनुसारको हामीले लगाइन्छ हैन। पछाडि चाहिँ अलरेडी नै माइन्ड सेट हुन्छ नि त अब क्लाइन्टहरूले लिएर आउनुहुन्छ ब्राइडहरूले। अनि प्रायः जसो पार्टी मेकओभर गर्ने गेस्ट मेकओभर गर्न आउनेले चाहिँ नर्मली बन बनाइदिनु अनि रोज लगाइदिनु, आर्टिफिसियल रोज लगाइदिनु भन्नुहुन्छ कि। त्यही भएर पछाडिको लागि चाहिँ धेरै इफोर्ट लाउनु पर्दैन, किनकि गेस्ट मेकअप गर्न आउनेलाई धेरै चाँडो चाहिन्छ क्या उहाँहरूलाई हैन, किनकि कामको हतार यताउति हुन्छ हैन। त्यही भएर चाहिँ हामीले धेरै इफोर्ट लाउन चाहिँ पर्दैन क्या पछाडि बनको लागि, गेस्ट मेकअपको लागि। अगाडि चाहिँ जति हामीले एट्र्याक्सन बनाइदिने